यो भिडियोमा चाहिँ म फङ्सनल प्रोग्रामिङको जस्ट कोर कन्सेप्टको बारेमा एक्सप्लेन गर्छु। अनि यो फङ्सनल प्रोग्रामिङको जस्ट यो फ्यान्सी अथवा बुक वाइज डेफिनेसन जाँदाखेरि चाहिँ यो फङ्सनल प्रोग्रामिङ इज अ के अरे प्रोग्रामिङ प्याराडाइम द्याट ट्रिट्स द कम्प्युटेसन एज द इभ्यालुएसन अफ द म्याथमेटिकल फङ्सन एन्ड अभोइड चेन्जिङ स्टेट्स अर म्युटेबल डेटा। यो भनेको के हो म यही भिडियोमा एक्सप्लेन गर्छु। अनि हाम्रो यो के अरे फङ्सनल प्रोग्रामिङको कोर कन्सेप्टहरू भनेको चाहिँ एउटा प्योर फङ्सन्स भन्ने हुन्छ, अर्को भनेको चाहिँ इम्युटेबिलिटी हुन्छ, अनि अर्को भनेको हायर अर्डर फङ्सन्स भन्ने हुन्छ, अनि अर्को भनेको चाहिँ एउटा किपिङ अ डेटा एन्ड द फङ्सन्स सेपरेटली हो। यो कन्सेप्टको बारेमा जस्ट एक्सप्लेन गर्छु आज म। अनि यो प्योर फङ्सन भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ त्यस्तो खालको फङ्सन जसले चाहिँ यदि सेट अफ इनपुट सेम छ भने आउटपुट सेम निकाल्छ। भन्नुको मिनिङ एउटा फङ्सन छ जाभा स्क्रिप्टमा, सपोज एउटा सिम्पल लेखेँ अरे मैले एड इक्वल्स टू गरेर बी गरेँ, अनि त्यसपछि मैले चाहिँ रिटर्नमा मैले ए र बी रिटर्न गरेँ भने चाहिँ यो चाहिँ एउटा प्योर फङ्सन हो क्या। यसको मिनिङ चाहिँ के हो भन्दाखेरि चाहिँ लाइक सपोज मैले ए को ठाउँमा 1 हालेँ अनि बी को ठाउँमा 2 हालेँ भने चाहिँ हाम्रो जेनरली यो फङ्सनले रिटर्न गर्ने भनेको चाहिँ के रिटर्न गर्छ यसले भन्दाखेरि 3 रिटर्न गर्छ। योभन्दा अरू केही त रिटर्न गर्दैन नि त यसले। हो, यो भनेको प्योर फङ्सन हो क्या। अनि भनेपछि फङ्सनल प्रोग्रामिङको एउटा कन्सेप्ट चाहिँ यो प्योर फङ्सन पनि हो क्या। भनेको एउटा पार्टिकुलर सेट अफ इनपुट छ भने आउटपुट चाहिँ त्यही हुन्छ। अनि अर्को भनेको चाहिँ इम्युटेबिलिटी। अब इम्युटेबिलिटी भनेको चाहिँ कस्तो भन्दाखेरि कुनै कुरा मोडिफाई हुन सक्ने क्यापेसिटी भनेको म्युटेबिलिटी भयो। इम्युटेबिलिटी भनेको चाहिँ चेन्ज हुन नसक्ने। भन्नुको मिनिङ चाहिँ यदि डेटा चाहिँ मोडिफाई हुँदैन, हो डेटा मोडिफाई हुँदैन भने चाहिँ त्यो भनेको इम्युटेबिलिटी भयो। डेटा मोडिफाई नभएको कारणले चाहिँ यो जुन त्यो डेटाको ठाउँमा चाहिँ अर्को नयाँ डेटा क्रिएट हुन्छ क्या। अनि यसको बेस्ट इक्जाम्पल एउटा के दिन्छु भन्दाखेरि म सपोज एउटा हाम्रो नम्बर्स भन्ने एउटा एरे छ अरे होइन, नम्बर्स भन्ने एरे छ अरे, अनि यसको चाहिँ एलिमेन्टहरू 1 2 3 अरे यति छ अरे सपोज अरे, यो एलिमेन्ट यति एलिमेन्ट छ अरे। अनि त्यस्तै मैले लाइक एउटा कुनै यो चाहिँ हाम्रो जेनरली यो एउटा कुनै एरे छ अरे, अनि त्यसपछि सपोज मैले एउटा कुनै नम्बर्स भनेर यो बनाउनु पाउँदिनँ क्या मैले। यसरी यो बनाउनु अप्रोच लाइक फङ्सनल प्रोग्रामिङ रिकमेन्ड गर्दैन क्या यसले है। 1 2 3 ल यो भनेर फङ्सनल प्रोग्रामिङ रिकमेन्ड गर्दैन क्या। यो भनेको एफपी भनेर फङ्सनल प्रोग्रामिङ है, फङ्सनल प्रोग्रामिङ डजन्ट रिकमेन्ड दिस है। फङ्सनल प्रोग्रामिङले यो रिकमेन्ड गर्दैन क्या। अब के चाहिँ रिकमेन्ड गर्छ भन्दाखेरि चाहिँ सपोज जाभा स्क्रिप्टकै इक्जाम्पलमा लेख्दाखेरि होइन कस्तो हुन्छ भन्दाखेरि 1 2 3 नम्बर्स, त्यसमा चाहिँ मैले 4 एड गरेको नि त। भनेपछि लाइक यो ओरिजिनल त छँदैछ है, यो भनेको त हाम्रो ओरिजिनल हो नि त, यो भनेको चाहिँ हाम्रो ओरिजिनल हो। अनि लाइक ओरिजिनल चाहिँ नम्बर्स भन्ने मोडिफाई हुनुपर्छ यहाँ, नम्बर्स न्यू गरेँ मैले। लाइक ओरिजिनल चाहिँ ओरिजिनल छँदैछ है। अनि लाइक कुनै एउटा नयाँ डेटा बनाउँदाखेरि चाहिँ लाइक पुरानै युज गरेको छौँ नम्बर्स भन्ने, अब यसमा चाहिँ 4 एड गरेको हो नि त। हो, यसरी चाहिँ लाइक यो फङ्सनल प्रोग्रामिङले यस्तोलाई चाहिँ हाम्रो यो चाहिँ रिकमेन्डेसन हो क्या फङ्सनल प्रोग्रामिङ गरेर फेरि रिकमेन्डेसन भनेपछि लाइक यो पुरै यो ओरिजिनललाई चेन्ज नगरिकन एउटा कुनै नयाँ है नयाँ डेटालाई चाहिँ बनाउन सक्यो भने त्यो भनेको इम्युटेबिलिटीमा गयो। अनि अर्को भनेको चाहिँ हायर अर्डर फङ्सन्स भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ फङ्सन्स द्याट टेक फङ्सन्स एज आर्गुमेन्ट एन्ड रिटर्न देम भन्नु खोजेको। लाइक हायर अर्डर फङ्सन्स भनेको चाहिँ एउटा कुनै फङ्सन हो जसले चाहिँ फङ्सनै आर्गुमेन्ट लिन्छ क्या, अनि त्यो फङ्सनलाई नै रिटर्न गर्छ। अब यसको इक्जाम्पलको लागि चाहिँ जस्ट मैले एउटा नम्बर भन्ने एउटा एरे बनाएँ अरे होइन, नम्बर भन्ने एरे बनाएँ भनेको चाहिँ एरेमा चाहिँ 1 2 3 भन्ने एलिमेन्ट छ अरे। सपोज मलाई यो जुन एरे छ यो एरेलाई डबल गर्नु पर्यो अरे मलाई। कसरी गर्ने भन्दाखेरि चाहिँ सपोज कन्स डबल लेखेँ मैले, अनि त्यसपछि लाइक जुन नम्बर छ नम्बरलाई चाहिँ मैले म्याप गरेँ है जाभा स्क्रिप्टको फर्ममा। एउटा सिम्पल हो यो चाहिँ जाभा स्क्रिप्टमा हुन्छ। अनि त्यसपछि एक्सलाई चाहिँ मैले के गर्छु भन्दाखेरि एक्स इन्टु 2। यसको मिनिङ चाहिँ के हुन्छ भन्दाखेरि यहाँ लाइक जुन यो एरे छ नि त, एरे भनेको यसको आउटपुट भनेको हाम्रो निकाल्यौँ भने कस्तो हुन्छ भन्दाखेरि 2 4 6 हुन्छ। भन्नुको मिनिङ यो एउटा पार्टिकुलर फङ्सन हो यो त होइन, यो फङ्सन हो। यो डबल भन्ने पनि लाइक एउटा कुनै छँदैछ है आर्गुमेन्ट छँदैछ। लाइक यो जुन ओरिजिनल हाम्रो एरे छ एरेलाई चाहिँ डबल गरेर म्यापिङले डबल गरिदिउँ क्या। यो जुन छ नि यसलाई म्याप फङ्सनले डबल गरेर
लाइक हामीले बनायौँ भनेको यो फङ्सनले एउटा फङ्सनै आर्गुमेन्ट लिएको छ, रिटर्न गरेको छ हो, यो भनेको चाहिँ हायर एउटा फङ्सन हो क्या। अनि यसको बेस्ट एक्जाम्पल भनेको रिकर्सन पनि जान्छ यसमा, रिकर्सन पनि जान्छ। अनि अर्को चाहिँ लाइक हाम्रो फङ्सनल प्रोग्रामिङ रिकमेन्ड्स के रिकमेन्ड गर्छ भन्दाखेरि रिकर्सन ओभर द इटिरेसन फर लुप फर अथवा ओभर फङ्सनल प्रोग्रामिङको एउटा कन्सेप्ट भनेको चाहिँ लाइक रिकर्सनलाई प्रिफर गरिन्छ क्या लुपभन्दा। अनि अर्को एउटा की कन्सेप्ट भनेको चाहिँ डेटा र फङ्सनलाई सेपरेटली राखिन्छ। यसको मिनिङ एउटा इक्जाम्पलको लागि मैले एउटा स्कोर भन्ने भेरिएबल बनाएर त्यसको भ्यालु 19 दिएको छ अरे, अनि लाइक एड टु बोनस भन्नेमा चाहिँ यो जुन स्कोर छ स्कोरमा चाहिँ 10 दिने अरे, 10 जोड्ने अरे क्या। भनेपछि हाम्रो स्कोरको भ्यालु यहाँबाट कति आउँछ भन्दाखेरि यहाँबाट स्कोरको भ्यालु हाम्रो कति हुन्छ भन्दाखेरि कति हुन्छ 29 हुन्छ। भनेपछि लाइक जुन ग्लोबल भेरिएबल त चेन्ज भयो नि त यहाँ त हो, यस्तो रिकमेन्ड गर्दैन क्या यो जुन फङ्सनल प्रोग्रामिङले, यो चाहिँ नट रिकमेन्डेड है। अब रिकमेन्डेड चाहिँ कस्तो हो भन्दाखेरि यो हो क्या, रिकमेन्डेड कस्तो भन्दाखेरि चाहिँ लाइक जुन एड टु बोनस त छँदैछ है, अनि एड टु बोनसमा अहिले लिने भनेको त स्कोर हो, ग्लोबल भेरिएबल छ नि त यहाँ। अनि यसले रिटर्न गर्ने भनेको त स्कोर प्लस 10 हो। भनेपछि जुन यो हाम्रो ग्लोबल भेरिएबल छ हो, यसलाई चाहिँ जस्ट यसले केही चेन्ज त गरेको छैन नि त। यसले रिटर्न गर्दाखेरि चाहिँ यो स्कोर प्लस 10 गरेको छ, जुन ग्लोबल भेरिएबल थियो त्यसलाई केही चेन्ज गरेको छैन है। यो रिकमेन्डेड अप्रोचमा चेन्ज भएको छैन, नन रिकमेन्डेड अप्रोचमा चाहिँ चेन्ज भएको छ। भनेपछि यसको मिनिङ के हो भन्दाखेरि हाम्रो डेटा र फङ्सनलाई चाहिँ सेपरेट बनाउने हो क्या। भनेपछि यो ओभरअल फङ्सनल प्रोग्रामिङको की कन्सेप्ट भनेको चाहिँ यही हो क्या। यसरी चाहिँ हाम्रो एउटा प्योर फङ्सन हुन्छ, अर्को इम्युटेबिलिटी हुन्छ, अर्को भनेको हायर अर्डर फङ्सन हुन्छ, अनि अर्को भनेको रिकर्सनलाई प्रिफर गरिन्छ, लुपभन्दा रिकर्सनलाई प्रिफर गरिन्छ। अनि अर्को भनेको चाहिँ डेटा र फङ्सनलाई चाहिँ सेपरेटली राखिन्छ क्या। अनि के अरे फङ्सनल प्रोग्रामिङको मेन कन्सेप्ट चाहिँ यति नै हो।